हेलो साथीहरू, के छ खबर? सबैजनालाई सन्चै आरामै। पानी परिरहेको छ हौ यता त, जाडो छ। अब पानी परेन भने गर्मी हुन्छ, पानी पर्यो भने एकदम चिसो हुन्छ। आज मौसम चिसो छ, देख्नुहुन्छ सबै भिजिरहेको छ त। पानी अलिअलि परिरहेको छ अहिले चाहिँ, अघि चाहिँ अलि ठुलो परेको थियो। अनि यता पछाडि मेरो नयाँ घरहरू देख्न सक्नुहुन्छ। यो सबै नयाँ हामी आएर बनाएको, 3 साल भयो घरहरू बनाएर। एउटै डिजाइनको छ, अझै सकिएको छैन। उता साइडपट्टि देख्नुहुन्छ, यता चाहिँ सबै खाली छ, बनाउँदैछ यो चाहिँ। अब कति सालको होला होइन, अब उनीहरूको पनि अब हाम्रो जस्तै होला नि त, 5-6 साल जस्तै। अब त्यस्तै होला यहाँको पनि। अनि यता छ घर, यता छ पक्का। यो चाहिँ घरै हो, यो फ्यामिलीहरू बस्ने। अब हुन्छ त, रुम भाडा लिएर हामी नेपालमै बसेको जस्तो हो कि। यहाँ चाहिँ अब कति दिन आफू बस्न सकिन्छ त्यति सब बस्नु मिल्छ। अनि म चाहिँ जुन यहाँ छ त्यो चाहिँ होटेल हो। यसमा चाहिँ अब गेस्टहरू आउने जाने भइरहन्छ। अब जस्तै छ, उता छ एउटा साइडमा, दुईवटा साइड, अनि बिचमा चाहिँ होटेल छ। त्यही हो साथीहरू, पानी परिरहेको छ सबै। यस्तै छ है गाइस, जाडो भइरहेको छ अहिले चाहिँ।